हेलो नमस्ते मोबाइल क्योर सोल्युसन युट्युब च्यानलमा चाहिँ स्वागत छ र आज चाहिँ मैले ड्र्याग एज 40 लिएर आएको प्रब्लम भनेको चाहिँ यसको चार्जिङ पोर्ट ड्यामेज भएको छ यो चाहिँ रिप्लेसको लागि आएको यो भिडियोमा चाहिँ यसलाई चाहिँ कसरी चाहिँ डिसेबल गर्ने भनेर चाहिँ मैले यो भिडियो लिएर आएको र यो भिडियोमा चाहिँ डिसेबल गर्न जाँदैछौँ र मेरो भिडियो हेर्दै हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला साथै बेल आइकनलाई प्रेस गरिदिनु होला र कस्तो भिडियोजले चाहिन्छ प्लिज कमेन्ट पनि गरिदिनु होला र यो भिडियोलाई धेरै भन्दा धेरै साथीहरूलाई शेयर पनि गरिदिनु होला जुन आज चाहिँ यो ड्र्याग एज 40 कसरी चाहिँ डिसेबल गर्ने त्यो भिडियो हेर्नुभन्दा अगाडि चाहिँ मेरो च्यानलको सानो इन्ट्रोपछि चाहिँ यसलाई सुरुवात गरौँ है त डिसेबल गर्ने त्यसले लाउँ स्क्रुप चाहिँ कतै छैन लेदर टाइपको यसलाई चाहिँ रिमुभ गरौँ रिमुभ गर्नलाई मैले लिएको छु ओपनर अब यसलाई चाहिँ यहाँबाट उकाउँदै जाउँ यसरी तान्दै आउँ यो ग्लु लगाएको छ र साइडबाट पनि उकाउँ कभर राखेको छ यसलाई केयरफुल भएर रिमुभ गरौँ किनभने यो च्यात्तिन सक्छ ब्रोकन हुन सक्छ यसलाई यहाँ साइडमा राखौँ यहाँनिर हामी साइडमा देख्छौँ यहाँबाट चाहिँ यो रिमुभ हुन्छ यो मैले यो ओपनर लिएको छु यहाँबाट साइडबाट यसलाई यसरी गरौँ यहाँ यसमा लक राखेको रहेछ लक हो यो हेर्दा बाहिरबाट हेर्दाखेरि मेटल जस्तो देखिन्छ तर भित्र प्लास्टिक पनि छ यसमा यसरी निक्ल्यो यसको पीसी बोर्डसँग रहेको फोर स्क्रुप छ पावर बटन भइहाल्यो यो अप एन्ड डाउन चार्जिङ बोर्ड चाहिँ ड्यामेज भएको यो फोर स्क्रुपलाई रिमुभ गरौँ प्लस स्क्रुपमा छ रिमुभ गरौँ बोर्डलाई माथि रिमुभ गर्नलाई यो यहाँबाट रिमुभ गरिसकेपछि बोर्ड माथि आउँछ यसलाई रिमुभ गरौँ गाह्रो छ क्लिन भयो एकपट्टि साइडमा वानपट्टि साइडमा चाहिँ अझै टच भएर बसिरहेको छ यसलाई चाहिँ तानौँ एकचोटि क्लिन गरौँ फ्युजरले चाहिँ माथि तानौँ बिग साइजको बोर्ड भयो नि यो तलपट्टि चाहिँ स्मल बोर्ड छ यहाँ सोल्डिङ गरिकन राखेको ब्याट्रीलाई नै रिमुभ गरौँ पोजिटिभ यहाँबाट रिमुभ गरौँ बोर्डलाई रिमुभ गरौँ यहाँबाट चाहिँ हामीले बोर्डलाई बाहिर रिमुभ गरौँ गरिसकेपछि ब्याट्री चाहिँ भित्र रहेको छ अब यो ब्याट्रीको प्लस भइहाल्यो यो माइनस नेगेटिभ भइहाल्यो यसलाई साइडमा राखौँ र यसमा चाहिँ खास प्रब्लम भनेको चाहिँ यो चार्जिङ पोर्ट यस्तै ड्यामेज भएर आएको छ अब यो चार्जिङ पोर्ट रिप्लेसको लागि आएको तर फर्स्ट चाहिँ यसलाई कसरी चाहिँ डिसेबल गर्ने भनेर चाहिँ मैले यो भिडियो लिएर आएको र यो भिडियोमा डिसेबल पनि गऱ्यौँ मेरो भिडियो हेर्दै हुनुहुन्छ भने प्लिज मेरो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन मेरो च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला साथै बेल आइकनलाई प्रेस गरिदिनु होला र यो भिडियोलाई धेरैभन्दा धेरै शेयर पनि गरिदिनु होला कस्तो भिडियोहरूलाई चाहिन्छ प्लिज कमेन्ट पनि गरिदिनु होला आज चाहिँ मैले यो ड्र्याग एज 40 कसरी चाहिँ डिसेबल गर्ने भनेर चाहिँ मैले भिडियो लिएर आएको थिएँ र यो भिडियोमा मैले डिसेबल पनि गरेँ भन्दै अर्को भिडियोमा चाँडो भेट्ने बाचा गर्दै यो भिडियोबाट म बिदा लिन चाहन्छु